हेलो नमस्कार। आज पहिलोपल्ट कुकिङ भिडियो लिएर आएको छु, त्यो पनि फेभरेट अचारको, छुर्पीको अचार। कसले खानुभएको छ कमेन्ट गर्नु होला। हजुरहरूलाई कस्तो लाग्छ? मेरो चाहिँ एकदमै फेभरेट है। म यो बिहान दिउँसो बेलुका राति जतिखेर त्यो सधैँ खा भने पनि सक्ने खालको अचारमा पर्छ यो। त्यति मिठो लाग्छ मलाई यो अचार। यदि हजुरहरूलाई छुर्पी कसरी बन्छ, यही हो है छुर्पी बनाए चाहिँ, यो कसरी बनाउने हो भन्ने अब आउनेलाई त आइहाल्छ, नआउनेहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म अर्को भिडियो बनाउने नै छु। यसलाई चाहिँ बनाउनको लागि पकाउने तरिका चाहिँ हजुरहरूले देखिहाल्नुभयो। जसरी हामीले टमाटरको फत्के अचार बनाइन्छ त्यसरी नै बनाउने। अनि लास्टमा छुर्पीलाई एड गर्ने छ भने धनिया माथिबाट छर्किदिन सक्नुहुन्छ। मसँग थिएन त्यहीबाट छर्किन। थ्याङ्क यू फर वाचिङ। हेर्नु त कस्तो मिठो हुन्छ क्या यो। अब हजुरहरूले खानासँग सर्भ गरेर खान सक्नुहुन्छ। ल बाई।